नमस्कार। आइसिटी नेपाल अफिसियलमा तपाईँहरू सबैजनालाई स्वागत छ। आजको भिडियोमा हामी यो ल्यापटप अथवा डेस्कटपमा नयाँ फोल्डर कसरी बनाउने भन्ने कुरा सिक्नेछौँ। यो विन्डोज प्रयोग गर्ने सबैका लागि धेरै उपयोगी सिप हो। पहिला त हामीले फोल्डर भनेको के हो त्यो बुझ्नुपर्ने। फोल्डर भनेको कम्प्युटरमा फाइल, फोटो, भिडियो, पिडिएफ, वर्ड, एक्सेल लगायतका सामग्रीलाई व्यवस्थित रूपमा राख्ने ठाउँ हो। अब हामी फोल्डर बनाउनतिर लागौँ। फोल्डर बनाउनको लागि तपाईँले डेस्कटपको अथवा ल्यापटपको खाली भागमा कहीँ एक ठाउँ राइट क्लिक गर्नुहोस्। राइट क्लिक गर्दा यसरी आएको आइकनमा न्यू भन्ने शब्दमा कर्सर राख्नुहोस्। यो कर्सर राखिने बित्तिकै एउटा अर्को फोल्डर माथि हेर्नुहुन्छ, यतातिर फोल्डर आयो। फोल्डरमा लेफ्ट क्लिक गर्नुहोस्। अब यो लेफ्ट क्लिक गर्ने बित्तिकै यहाँ यो फोल्डर बनेर गयो। यसको नाम उसले न्यू फोल्डर राखेको छ। यो न्यू फोल्डरलाई हामीले नाम चेन्ज गर्न सक्छौँ। अब अहिले यो सिलेक्ट छ, यसले केही गर्नु पर्दैन, चलाउनु पर्दैन। यसको नाम केही राख्न सक्नुभयो तपाईँले। लेख्नुहुन्छ त उडेर जान्छ आफै, पिपिटी। मैले यसको नाम राखिदिएँ। बस मेरो फोल्डर तयारी भयो। अब यसलाई खोलेर हेर्नु, यसको भित्र हामीले केही हालेका छैनौँ, यो खाली झोला हो। यसलाई यहाँदेखि कट गरिदिउँ। केही हाल्न खोज्नुहुन्छ भने दुईवटा तरिका म बताउन जाँदैछु यहाँ। पहिलो तरिकामा यो पिपिटी भन्ने फोल्डरमा यो शारदा स्कुलको सङ मैले तयार गरेको थिएँ, त्यो लिएर आउनु पर्यो भने लेफ्ट यहाँ थिचिदिनुहोस्, लेफ्ट थिचिराख्नुहोस्। अब यसलाई ठिक्क पिपिटी आएर यहाँ सेट गरिदिनुहोस्। यो यसमा आइपुग्यो। खोलेर हेर्नुहोस् त छ कि छैन। लेफ्टलाई डबल क्लिक गर्नुपर्ने हुन्छ। धमाधम यो शारदा स्कुलसँग आइपुग्यो। पहिलो तरिका ड्र्याग गर्ने। अर्को तरिका कपी पेस्ट हो। अब कपी पेस्ट गर्नको लागि मानिलिउँ यो फोल्डरलाई कपी गरेर यहाँ पेस्ट गर्ने हो। अब यसको लागि राइट क्लिक गर्नुहोस्। राइट क्लिक गर्दा यहाँ कपी भन्ने छ। कपीमा लेफ्ट क्लिक गर्नुहुन्छ भने यो डेस्कटपमा पनि रहन्छ र हाम्रो फोल्डरभित्र पनि जान्छ। तर कटमा क्लिक गर्नुहुन्छ भने यो डेस्कटपबाट उठेर उडेर जान्छ र हाम्रो पिपिटीमा मात्रै बसेको हुन्छ। ल पहिला कपी गरौँ। कपी गरियो र पिपिटी भन्ने जुन नयाँ बनाएको छौँ नयाँ फोल्डर, यसमा डबल क्लिक गरौँ धमाधम। दुईचोटि क्लिक गरिसकेपछि यसरी खुल्छ। खोलिसकेपछि राइट क्लिक गरेर यहाँ पेस्ट छ, पेस्ट गर्न सक्नुहुन्छ। होइन भने कन्ट्रोलसँग भी थिचिदिनुहोस्। यो क्रिएसन अ न्यू फोल्डर जुन हामी त्यहाँ लेखेका थियौँ त्यो यहाँ आइपुग्यो। यसरी चाहिँ हामीले चाह्यो भने फोल्डर बनाएर फोल्डरभित्र अर्को फोल्डर अथवा कुनै पनि सामग्री राख्न सक्छौँ। फोल्डरमै गर्ने हो भने ती डेस्कटपकै फोल्डरहरू हाल्ने हो भने ड्र्याग गर्न सक्नुहुन्छ, सजिलो हुन्छ। बाहिरबाट कहीँ केही गर्न छ भने कपी पेस्ट गरिदिनु। यसरी फोल्डर तयारी हुन्छ। धन्यवाद।